आज म बताउँदैछु जीवनको 4 सत्य। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर अनि सुनेर साथ दिनुहोला। जीवनको पहिलो सत्य भनेको के हो भने तपाईले कहिले पनि कसैलाई सन्तुष्ट पार्न सक्नुहुन्न। हेर्नुस्, मैले मेरो भाइलाई, मेरो दाइलाई, मेरो आफन्तहरूलाई म यो गरिदिएको छु, मैले यो पुर्याइदिएको छु हैन। मैले दुःख गरे पनि उनीहरूलाई सुखमा राखेको छु। मैले आधा पेट खाए पनि उनीहरूलाई मैले भरि पेट खुवाएको छु। मैले जीवनमा सारा दुःख काटेर पनि मेरा मान्छेहरूलाई मैले ठुलो साथ दिइराखेको छु, सपोर्ट गरिराखेको छु भनेर तपाईँ भन्दै हुनुहुन्छ भने तपाईँले भन्ने कुरा एउटा भयो र तपाईँले गर्नु पनि भएको हुन्छ, तर ती सम्बन्धित व्यक्तिहरूले तपाईँको त्यो दुःखलाई कहिले पनि बुझ्न सक्दैन। आदरणीय मन, तपाईले यो अनुभव गर्नु भएको होला। तपाईले घर परिवारमा, तपाईले आफ्नो आफन्तहरू बीचमा यो कुरालाई तपाईले पक्कै पनि अनुभव गर्नु भएको छ कि जति नै गरे पनि सन्तुष्ट नहुने। टाउकै काटेर तपाईले आफ्नो मान्छेहरूको अगाडि राखे पनि टाउको त काट्यो तर अलि तल काट्या भए हुन्थ्यो, अलि माथि काट्या भए हुन्थ्यो भन्ने खालको स्वभाव चरित्र देखाउने व्यक्तिहरू यही समाजमा तपाईँ हाम्रै आफन्तहरूको बीचमा हुन्छ। तपाईँले अरूलाई खुसी बनाउने चक्करमा आफ्नो सपनालाई नभुल्नुहोस्। तपाईँले अरूलाई सुखी बनाउँछु भन्ने चक्करमा आफू धेरै दुःख पनि नकाट्नुहोस्। हेर्नुहोस्, यो यथार्थ कुरा हो। मैले जे कुरा तपाईँलाई यो भनिराखेको छु तपाईँले एक दिन अवश्य पनि अनुभूत गर्न सक्नुहुनेछ है। जीवनको पहिलो सत्य के हो? तपाईँले कहिले पनि कसैलाई सन्तुष्ट पार्न सक्नुहुने हुन्न। मेरो कारणले सबै खुसी होस् भन्ने चाहना त हुन्छ, तर बुझ्नेले नबुझेपछि के लाग्छ? केही पनि लाग्दैन। त्यसै गरी जीवनको दोस्रो सत्य के हो भने तपाईँको जिम्मेवारी कहिले पनि समाप्त हुने छैन। हेर्नुहोस्, तपाईँ हाम्रो जीवनको यो यात्रामा विभिन्न किसिमका जिम्मेवारीहरू हामीले वहन गर्दै अगाडि बढ्नुपर्छ है। हाम्रो त कर्तव्य पनि हुन्छ। हामी के गर्छौँ भने यो काम गरौँ, त्यसपछि हामी अलिकति केही आराम गरौँला, केही रेस्ट गरौँला, उसको चाहिँ यो सपना पुरा गरिदिउँ, त्यसपछि म यो किसिमले अगाडि जीवनमा बढाउँला भनेर हामी त्यो सोच्छौँ, तर त्यो सोचाइमा मात्र सीमित हुन्छ। कहिले पनि जिम्मेवारीले साथ छोड्दैन। हेर्नुहोस्, तपाईँका साना साना नानी बाबुहरू छन्, तपाईँले जन्माउनु भयो, हुर्काउनु भयो, पढाउनु भयो, तिनीहरूलाई होइन, वेदान गर्नुभयो। हेर्नुहोस् त, जिम्मेवारी उमेर सँगसँगै बढ्दै जान्छ। अब चाहिँ मेरो जिम्मेवारी सबै पुरा भयो भनेर बस्ने दिन जीवनमा कहिले पनि आउँदैन। जीवनको यो सत्य हो। जीवनको तेस्रो सत्य के हो भने तपाईँ अरूको लागि जति बाँच्नु भए पनि कसैले पनि तपाईँको कदर गर्नेवाला छैन। हेर्नुहोस् है, यो एकदमै वास्तविक कुरा हो। तपाईँ हामीले जीवनमा अरूको लागि हामी कति चिज गरिराखेका हुन्छौँ। आफूले दुःख काटी आफू नखाई आफू नलगाई आफ्नो सपनालाई पर छोडेर ती व्यक्तिहरूको लागि हामी कति मरिहत्ते गर्छौँ। ती आफ्ना मान्छेहरूको लागि दिनरात हामी कति ठुल्ठुला सपनाहरू देख्छौँ, तर उनीहरूले के भन्छन्? यो त सामान्य, जसले पनि गर्छ नि होइन। कति छोराहरूले भनेको सुन्छौँ के, बाबुले यसो भन्नुहुन्छ कि तिमीहरूको लागि मैले कति दुःख गरेँ, कति सङ्घर्ष गरेँ, कैयौँ रात निदाइन म, कैयौँ समय मैले भने जस्तो खान पाइनँ, तिमीहरूको सपना पुरा गर्दा गर्दै मेरो जीवनको यो कालखण्डमा म आइपुगेँ भनेर भन्दै गर्दाखेरि त्यो त जसले पनि गरिहाल्छ नि। बाबुआमा भएपछि त्यति गर्नु परेन भन्ने छोराछोरी पनि तपाईँ हाम्रो समाजमा छन्। दाइले भाइको लागि मरिहत्ते गर्दा पनि भाइले दाइको भावना नबुझ्ने होइन। यो आफन्त दिदीभाइ दाजुबहिनी सबै सम्बन्धहरूमा यो कुरा लागू हुन्छ र तपाईँ हाम्रै समाजमा यो कुराहरू देखिरहेका छौँ र तपाईँले पनि आफ्नै जीवनमा पनि कति साथीहरूले भोगिराख्नु भएको होला। जीवनको यो तेस्रो सत्य तपाईँलाई बताएँ। र जीवनको यो चौथो तथा अन्तिम सत्य के हो भने तपाईँले चाहेर पनि कसैको जीवन परिवर्तन गर्न सक्नुहुन्न है, किनकि तिनीहरूले आफ्नो कर्म अनुसारको फल पाइराखेका हुन्छन्। म कसैलाई यो गरिदिन्छु, यो बनाइन्छु, तिमी यो बन न, यो गर न हामी भन्छौँ, तर उनीहरूले जस्तो कर्म गर्छन् फल पनि त्यस्तै पाउने हो। कसैलाई तपाईँले खत्रै बनाउँछु भनेर बन्न सक्दैन। भित्रबाट आउनु पर्यो नि। उनीहरूको कर्मको आधारमा उनीहरूले राम्रो कर्म गरे राम्रो बन्छन्, नराम्रो कर्म गरे नराम्रो बन्छन्। एउटा हाम्रो गाउँघरतिर एउटा भनाइ पनि छ,
गधालाई नुहाएर गाई बन्दैन भन्छन् नि, उचालेको कुकुरले मृग मार्दैन भन्छन्। त्यसै गरी तपाईँ आज जे हुनुहुन्छ, म जे छु, हाम्रो आफ्नै कर्मद्वारा छौँ। जस्तो कर्म गरेका छौँ फल पनि त्यस्तो नै पाएका छौँ। यो कुरा बुझेर जीवनमा अगाडि बढ्नुहोस्। आज मैले जीवनको 4वटा सत्य बताएँ। पहिलो सत्य, तपाईँले कहिले पनि कसैलाई सन्तुष्ट पार्न सक्नुहुन्न। दोस्रो सत्य, तपाईँको जिम्मेवारी कहिले पनि पुरा हुँदैन, सकिँदैन। तेस्रो सत्य, तपाईँ अरूको लागि जति बाँच्नु भए पनि तपाईँको कदर अरूले गर्दैनन्। र चौथो तथा अन्तिम सत्य, तपाईँले चाहेर पनि कसैको जीवन परिवर्तन गर्न सक्नुहुन्न, किनकि उनीहरूले आफ्नो कर्मअनुसारको फल पाइराखेका हुन्छन्। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनलाई नभुल्नुहोला। म तपाईँ सँगसँगै छु। मेरो भिडियो तपाईँले कहाँ कहाँबाट हेरिराख्नु भएको छ, जहाँबाट हेर्दै हुनुहुन्छ, कृपया तल कमेन्ट बक्समा कमेन्ट गर्नलाई नभुल्नुहोला। आजको श्रृङ्खलाबाट म मनोज धमला पनि बिदा हुने अनुमति माग्छु। हामी सबैको जय होस्, जय नेपाल।